हेलो एभ्रिवान। सो आज चाहिँ मेरो छुट्टीमा चाहिँ मैले सोचेँ पानीपुरी एकदम खान मन लाग्यो। सो नेपाली पसलको पानीपुरी खान मन लागेर म चाहिँ जाँदैछु अब अल्गुबैबा। सो अल्गुबैबा जानुलाई चाहिँ 30 मिनट लाग्छ मेरोबाट। सो म चाहिँ जाँदैछु। सो यो चाहिँ मेरो आजको आउटफिट एचएनएम अनि सुट चाहिँ नाइकीको छ। यो ब्याग चाहिँ जहिले मेरो एचएनएमको हुन्छ, किनभने यो चाहिँ मेरो एकदम फेभरेट ब्याग हो, त्यही भएर जहिले यो बोकिरहेको हुन्छु। सो यही हो आजको चाहिँ पानीपुरी पसल चाहिँ फाइनली आइपुग्यो होइन। हेलो, पानीपुरी छ होइन दाइ? कति हो प्लेटको? एक प्लेटमा कतिवटा? 10वटा। सानो चाहिँ सानो नर्मल बोदै नर्मल खुला छ क्या भने दाइ दुईटा एउटा चाहिँ दाइले पनि गर्नु तीनटा है स्लाइडरमा यहाँ छ लाइट चियासँग खाऊ चियासँग खाऊ है चियासँग खाऊ झोल झोल थोरै अर्को नि एक प्लेट बनाइदिनु ल। एकदम दामी पानीपुरी चाहिँ धेरै दिनपछि खाएको, एकदम मिठो लाग्यो। त्यही भएर अर्को एक प्लेट पनि मगाएर खाँदैछु। थ्याङ्क यू दाइ। हेलो त बाहिरतिर एक वर्षपछि आफ्टर 1 years पछि चाहिँ पानीपुरी खाँदैछु। तिमी हुन्छ पाउँछ कसले पठाए स्केड्युल तिमीलाई दिवाली मलको? त्यो अनि स्टकआउटको छुट्टिसक्यो छैन? कति दाइ? मेरो लास्ट पिस बाँकी छ है। छिटो गर न, म चाहिन्छ नि। दुई प्लेट फ्रेस मिल्कको चाय पनि टिसु छ है, दिनु न। थ्याङ्क यू। फ्रेस मिल्क चाय पनि आयो। थ्याङ्क यू। एकदम कति भयो दाइ? दुईवटा पानीपुरी अनि चाय। हजुर Thank you.
24 सो पानीपुरी नि खायो चाय पनि खायो नेपालको अब चाहिँ घर फर्किने